यो मेरो हजुरबाले कहिले कसैलाई नबताउनु भएको गोप्य ट्रिक हो। नम्बर 1। साना जनावरहरू ड्रेन पाइप हुँदै सजिलै घरभित्र पस्न सक्छन्। पाइपको टुप्पो अलि तेर्सो काटेर त्यहाँ रबरको फ्ल्याप लगाउनुहोस्। यसरी पानी सामान्य रूपमा बाहिर निस्कन्छ तर साना जनावरहरू भित्र पस्न पाउँदैनन्। नम्बर 2। बोतलको ढक्कनको माथिल्लो भाग काट्नुहोस् र बोतलको घाँटीको थ्रेड भएको भाग अलग गर्नुहोस्। ड्रेन पाइपलाई तताएर नरम बनाएपछि त्यसमा थ्रेड भएको रिङ र बोतलको ढक्कन फिट गर्नुहोस्। त्यसमा सिलिङ रिङ लगाएपछि गन्ध रोक्ने र पानी नछिर्ने साधारण कनेक्टर तयार हुन्छ। नम्बर 3। चिनो लगाएको ठाउँ अनुसार प्लास्टिकको बोतल काटेर रेलिङमा मजबुतसँग बाँध्नुहोस्। यसमा स्क्रु किला जस्ता साना सामान राख्न सकिन्छ, जसले गर्दा ती व्यवस्थित र सजिलै भेटिने हुन्छन्। नम्बर 4। लकको ल्याचलाई तताएर त्यसमा तातै भएको बेला प्लास्टिकको बोतलको ढक्कन थिच्नुहोस्, जसले एउटा ग्रुभ बनाउँछ। लकलाई राम्रोसँग फिट गरेपछि त्यसमा प्लास्टिकको बोतल स्क्रु गरेर लगाउनुहोस्। यसले पानी पस्नबाट रोक्छ र लकलाई खिया लाग्नबाट जोगाउन मद्दत गर्छ। नम्बर 5। फ्लेक्सिबल पाइपको एउटा टुक्रा काटेर दुवै छेउमा बोतलको ढक्कन टाँस्नुहोस्। त्यसलाई भित्तामा लगाउनुहोस् र साधारण बम्पर तयार हुन्छ, जसले ठोक्किँदा पर्ने असर कम गर्न मद्दत गर्छ। नम्बर 6। हथौडाको टाउकोमा दुईवटा छोटा पाइपका टुक्रा राखेर छेउबाट किलाले मजबुतसँग बाँध्नुहोस्। त्यसपछि हथौडाको टाउकोमाथि एउटा बासर राखेर किलाले कस्नुहोस्, जसले हथौडाको टाउकोलाई मजबुत रूपमा लक गरेर राख्छ। नम्बर 7। छाया दिने कपडालाई प्लास्टिकको बोतलको घाँटीको भागमा च्यापेर राख्नुहोस् र बाँकी बोतल काटेर हटाउनुहोस्। त्यसपछि बोतलको ढक्कनको बीचमा तातो वस्तुले एउटा प्वाल बनाएर त्यसमा डोरी छिराउनुहोस्। यसरी छाया दिने कपडा मजबुत रूपमा बाँध्न सकिन्छ। के तपाईले यी उपयोगी दैनिक जीवनका ह्याकहरू सिक्नुभयो?